छ भने एकचोटि आफ्नो गर्दन त्यागेर काटेर पनि श्री 5 को पाउमा राख्नलाई तयार भएर श्री 5 नै यो देशको सम्पूर्ण राष्ट्र जोगाउने पिता हुन् भनेर हिँड्ने हामी जस्तो हजारौं पुस्ताहरूको आज भिड देखेर साँच्चीकै खुसी लाग्छ। साँच्चीकै पार्टीले देश बन्ने भइदिएको भएदेखि, दलले देश बनाउने भइदिएकोदेखि 175 वटा दल छन्, खोइ त बनाए कहाँ बनाए, कागजको भेडा बाख्रा चलाउन गएको थियो अहिलेसम्म। 175 पार्टीले देश कहिले पनि बन्दैन, देश बन्ने एकताले हो। 2324औं राज्यले देश नबनेर पृथ्वीनारायण शाहले हाम्रो पुर्खाको एकचोटि इतिहास हेर्ने हो भने 30 किलो खुकुरीले 200 जनाले 2 लाख जना यो राष्ट्रघातीहरूलाई छिनालेको पुर्खा हो हामी। आज यी राष्ट्रघातीबाट हामीले लडेर देश खोसेर ल्याएकै हो, मरेकै हो, मार्न र मर्न तयार भएकै हो, 23 गते लडेकै हो। जसलाई जेसुकै भनोस् हामी मर्नलाई रेडी भएर यी भ्रष्टाचारी सामन्ती देश लुटुवा पिचासुहरू जो निर्मला पन्त जस्ता व्यक्तिहरूको हत्या र छानबिन गर्न नसक्ने, यो देशलाई न्याय दिन नसक्ने आज साम्बा कुन हस्पिटलमा छ? एउटा राष्ट्रको गौरव, यो राष्ट्रको शान, यो हाम्रो छोरी चेलीको एउटा विश्वास, एउटा आँटको सम्बा आज बिरामी हुँदै गर्दाखेरि हस्पिटलको खाटमा क्युआर झुन्ड्याउन पर्ने वातावरण बनाउने कसले हो? यो व्यवस्थाले होइन। अब नेपाली जनता गणतन्त्रबाट स्वतन्त्रमा जाने कि नजाने? साथ दिने कि बाँचेन? अनि 23 गते हामीलाई लडेर लिएर आएको यी भ्रष्टाचारी सामन्ती चोरबाट छुटाएर लिएर आएको देश फेरि अब कैदीको हातमा लडेर जिम्मा दिने? फेरि भ्रष्टाचारीको हातमा लडेर जिम्मा दिने? यो देश कसले जोगाउँछ? यो देश कसले बनाउँछ? यो देशको पाउको जसको देश उसकै उपदेश नसुनिने अबको संविधान पृथ्वी पथ हो। चेतना भया सबैलाई यो कुरा बेलैमा सधैँभरि घमण्डै घमण्ड, तर्कै तर्क, लुटै लुट, झुटै झुट, चोरै चोर बन्ने होइन के। यथार्थ कुरा जनतालाई भन्नुपर्छ। तपाईँको गाउँमा सांसदहरूले म रोड बनाइदिन्छु, म सडक बनाइदिन्छु, म स्कुल बनाइदिन्छु, तपाईँको भविष्य सुनिश्चित गरिदिन्छु भनेर आएको कति वर्ष हो? सांसदले वास्तवमा बाटो बनाउने होइन, बाटो बनाउने नेताले हो, ठेकदारले हो। सांसदले राम्रो कानुन बनाउने हो, तर ती सांसदले हामीलाई ढाँटेर राष्ट्रघाती कानुन बनाइरहेको छ। हामी अझै झन्डा जलायो, त्यो जलायो। वीरेन्द्र चोकमा अस्ति दाङको वीरेन्द्र चोकमा छ नि हाम्रो गौरव श्री 5 महाराज धीराज वीरेन्द्रको शालिगमाथि नेपालको झन्डाको सान मेटेर राष्ट्रिय स्वतन्त्र पार्टीको जब झन्डा राख्यो नि त्यो युवाको बारेमा बोलिदिने मान्छे एकजना थिएन। मैले त्यसलाई जेल पुर्याइदिएँ। मैले नै हो मेरो गौरवमाथि टेकेको हो, सम्पूर्ण राष्ट्रवादी साथीहरूको टाउकोमाथि टेकेको हो, त्यो टेकेकै हो। हाम्रो गौरवमाथि कसैले लात हान्छ भने, हाम्रो नेपालको झन्डा कसैले जलाउँछ भने, यदि मलाई श्री 5 र गुरु गोरखले आशीर्वाद दिने मात्र हो भने पृथ्वीनारायण शाहको तस्बिरमा लात हानेर भिडियो सामाजिक सञ्जालमा हाल्ने आङकाजी शेर्पाको खुट्टा काट्ने काजी जङ थापा, सुरेन्द्र जङ थापा जिउँदै हुनेछ। सिधै कुरा हाम्रो गौरव